नमस्कार, यहाँलाई स्वागत छ घर जग्गा विज्ञापनमा। मात्र 9 लाख आनाले जग्गा बिक्रीमा रहेको छ, त्यो पनि काठमाडौँमा है त। अब यो भिडियो अन्तिमसम्म हेरेर बिक्रीमा रहेको जग्गा यही नै हो, हेर्न सक्नुहुन्छ। एउटा यो टुक्रा रह्यो, यहाँ अगाडिपट्टि 13 फुटे सर बाटो रहेको छ भने यो जग्गाभन्दा अर्को पछाडिको किताबमा घर बनिसकेको छ है। यही प्लोटिङ गरेर जग्गा दाइनले बिक्री गरेर यो जग्गा किनेर घर पनि बनाइसक्नु भएको छ। हेर्न सक्नुहुन्छ भने यहाँ अझै बाँकी राम्रो टुक्राहरू बाँकी रहेको छ। यो हेर्न सक्नुहुन्छ, यो टुक्रा अगाडि त्यो पोलसम्म रहेको छ, बत्तीको पोल त्यहाँदेखि तलसम्म रहेको छ भने यताको भाग हेर्न सक्नुहुन्छ। यो टक्क तपाईँले 13 फुटे बाटो टच पाउनुहुन्छ है त। अब यो अगाडिपट्टि 16 फुटे बाटो रहेको छ भने तलपट्टि अरू टुक्राहरू पाउनुहुन्छ। 3 आनाको टुक्रा पनि रहेको छ, बत्तीको पोल, खानेपानीको सुविधा रहेको छ, अगाडिसम्म रहेको छ है जग्गा। अब यो जग्गा किन्दै गर्दा फाइदा के, हेर्न सक्नुहुन्छ पुरै यो काठमाडौँको भ्यू सरेर हेर्न सक्नुहुन्छ। 1 नम्बरमा बिहानदेखि बेलुकासम्म घाम लाग्छ, हाइटमा भएको हुँदा पानी बत्तीको प्रशस्त मात्रामा सुविधा पाइ नै हाल्नुहुन्छ भने अर्को कुरा यो एरियाको सबैभन्दा राम्रो र सस्तो जग्गा है त। अब यो एरियामा तपाईँले जति खोजे पनि 9 लाख आनाले जग्गा पाउँदैन, त्यो म 100% ग्यारेन्टी है त। एकदमै सस्तोमा दिँदै हुनुहुन्छ। अब यो जग्गादेखि तपाईँले अगाडिपट्टि शाली नदी मन्दिर भएको हुँदा होइन, पूजापाठमा विश्वास गर्नुहुन्छ भने मन्दिर नजिकै छ, त्यो पनि तपाईँहरूलाई फाइदै हुने भयो। अर्को कुरा भनेको पछिको लागि है, शाली नदी मन्दिर नजिकै भएको हुँदा अब यहाँ केही व्यापार बिजनेस पछि गर्छु शाली नदी मन्दिरको मेलामा यहाँ सामान राखेर भन्दा पनि मिल्ने है त। अब यो जग्गा लिँदै गर्दा तपाईँले नजिकै सेवा सुविधा भनेको स्कुल, कलेज, हस्पिटल होइन, मेन हाइवे बाटो सबैको सुविधा पाइ नै हाल्नुहुन्छ। यति राम्रो जग्गा लिन चाहनुहुन्छ, मौकाको फाइदा उठाउन चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नु होला, अनि मात्रै थाहा पाइ नै हाल्नुहुन्छ है त। यति राम्रो जग्गा हेरिसक्नुभयो, मन पारिसक्नुभयो। अब यो जग्गाको लोकेसनको कुरा गर्नुपर्दा काठमाडौँ जिल्ला साँखु साल नदीको जस्ट माथिपट्टि रहेको छ भने वरिपरिको दृश्य हजुरले मजाले हेर्न सक्नुहुनेछ। हजुरले यो जग्गा प्लटिङको रहेको छ भने 3 आनादेखि 5 आनाको टुक्राहरू पाउन सक्नुहुनेछ है। अब बाटोको कुरा गर्नुपर्दा हजुरले 16 फुटेदेखि 13 फुटे बाटोको एक्सेस पाउन सक्नुहुनेछ भने मात्र हजुरले 9 लाख आनादेखि 13 लाख आनामै आफ्नो नाममा बनाउन सक्नुहुनेछ है त। अब ढिला नगरी अगाडि स्क्रिनमा नम्बर राखिसकेको छौँ, डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। हस् त, धन्यवाद।